Hi guys, welcome to the Your Study Site YouTube channel. I am Kanhaya Yadav, MBBS third year student currently studying in the Nepalganj Medical College. In this sessions, we are going to learn about the human digestive systems and the nutrition. Before diving into the topics, I am going to tell you about the how to approach the zoology. And one more important thing, I have already covered the math portion in this channel, so you can check the math playlist which is available in this channel. So let's start our topic. पहिला चाहिँ हामी कसरी जुलोजीलाई कसरी एप्रोच गर्ने जुलोजीलाई हामी चारवटा पोर्सनमा पहिला चाहिँ डिभाइड गरेको छौँ। फर्स्टमा चाहिँ तिम्रो सिस्टम भयो, सेकेन्डमा फाइलम, थर्डमा प्लाज्मोडियम अर्थवर्म र फ्रग, फोर्थमा तिम्रो ओरिजिन एन्ड इभोल्युसन, एडाप्टेसन, डिजिज एन्ड इम्युनोलोजी। यसरी चाहिँ चारवटा पोर्सन हामी डिभाइड गरेर एक एक गरेर जुलोजी पढेपछि हामी चाहिँ सजिलो गरी सक्न सक्छौँ। अब सिस्टमदेखि आजको पोर्सन चाहिँ डाइजेस्टिभ सिस्टमदेखि स्टार्ट गरेको छौँ। डाइजेस्टिभ सिस्टममा हामी चाहिँ डाइजेस्टिभ सिस्टममा के पढ्नुपर्छ? डाइजेस्टिभ सिस्टममा एलिमेन्ट्री क्यानल, अर्को चाहिँ डाइजेस्टिभ ग्ल्यान्ड, फिजियोलोजी अफ डाइजेसन एन्ड एब्जर्प्सन पढ्नु पर्यो र लास्टमा न्युट्रिएन्ट्सहरू पढ्नु पर्यो। यति पोर्सन चाहिँ गर्नु पर्यो। आजको पोर्सन चाहिँ हाम्रो एलिमेन्ट्री क्यानल हो। एलिमेन्ट्री क्यानलमा के हुन्छ? सुरुमा चाहिँ माउथ, के भयो? माउथ भयो। अर्को चाहिँ फेरिङ्स, माउथपछि फेरिङ्स, त्यसपछि के आउँछ? यो चाहिँ इसोफेगस, माउथ, फेरिङ्स, यो चाहिँ इसोफेगस भयो। इसोफेगस, अर्को चाहिँ स्टोमक आयो। स्टोमकपछि तिम्रो स्मल इन्टेस्टाइन पछि लार्ज इन्टेस्टाइन पछि रेक्टम र एनस आउँछ तिम्रो। यो चाहिँ एलिमेन्ट्री क्यानलको पार्ट्सहरू भयो। अर्को चाहिँ यो पोर्सन तिम्रो के भयो? लिभर भयो र यो चाहिँ गल ब्ल्याडर, येलो कलरको यो प्यान्क्रियास, सब तिम्रो। ल अब स्टार्ट गर्दाखेरि हामी चाहिँ माउथबाट स्टार्ट गर्ने। माउथमा के पढ्नु पर्यो? माउथको दुईटा पोर्सन हुन्छ, भेस्टिबुल र बक्कल क्याभिटी। भेस्टिबुल भनेको यो लिप र दाँतको बिचको खालीको ठाउँलाई हामी चाहिँ के भन्ने? भेस्टिबुल भन्ने। भेस्टिबुल बुझिन्छ। अब बक्कल क्याभिटी इज लाइन्ड बाई कुन इपिथेलियम? नन केराटिनाइज स्ट्रेटिफाइड स्क्वामस इपिथेलियम, नन केराटिनाइज स्ट्रेटिफाइड स्क्वामस इपिथेलियम है, बुझिन्छ? नन केराटिनाइज स्ट्रेटिफाइड स्क्वामस इपिथेलियम। अब बक्कल क्याभिटीमा के हुन्छ? बक्कल क्याभिटीमा के पोर्सन भयो? प्यालेट भयो, अर्को चाहिँ टङ भयो, टिथ भयो र टन्स। यति कुरा चाहिँ हामी पढ्नु। बक्कल क्याभिटीमा प्यालेट, टङ, टिथ र टन्सिल। प्यालेटदेखि स्टार्ट गरौँ। प्यालेटमा के हुन्छ? हार्ड प्यालेट र सफ्ट प्यालेट। अब यो तालु प्यालेट भनेको यो माथिको तालुको पोर्सनलाई हामी प्यालेट भन्छौँ। प्यालेटमा दुईटा भयो, हार्ड प्यालेट र सफ्ट प्यालेट। हार्ड प्यालेट भनेको अगाडिको तालु चाहिँ तिम्रो हार्ड प्यालेट भयो र पछाडितिरको सफ्ट प्यालेट। केले बनेको हुन्छ? हार्ड
हार्ड प्यालेट तिम्रो ह्युमनमा के भयो म्याक्जिला र प्यालाटाइन बोनले बनेको हुन्छ म्याक्जिला र प्यालाटाइन बोन त्यस्तै ऱ्याबिटमा प्रिम्याक्जिला म्याक्जिला र प्यालाटाइन बोन प्रिम्याक्जिला म्याक्जिला र प्यालाटाइन बोन जस्तै ह्युमनमा हेर त यहाँ ह्युमनमा तिम्रो म्याक्जिला र प्यालाटाइन बोन ऱ्याबिटमा प्रिम्याक्जिला म्याक्जिला र प्यालाटाइन तीनटा बोनले बनेको हुन्छ अब चाहिँ हार्ड प्यालेटमा अ पेयर अफ ओपनिङ प्रेजेन्ट हुन्छ वान पेयर अफ ओपनिङ प्रेजेन्ट हुन्छ त्यो चाहिँ माथि नेजल प्यासेजसम्म कनेक्ट भएको हुन्छ एउटा डक्टले ठिक छ यो चाहिँ माथि नेजल प्यासेजसम्म एउटा डक्टले कनेक्ट भएको हुन्छ त्यो डक्टको नाम चाहिँ के भयो नेजो प्यालाटाइन डक्ट अब त्यो नेजो प्यालाटाइन डक्टमा रिसेप्टरहरू प्रेजेन्ट हुन्छ यो रिसेप्टरहरूको नाम चाहिँ के भयो अल्फ्याक्टो रिसेप्टर अब अल्फ्याक्टो रिसेप्टरको काम के हो स्मेल द फूड पार्टिकल्स खानाहरूलाई सुँघ्छ यो चाहिँ केमा प्रेजेन्ट हुन्छ ऱ्याबिटमा है र यो अब अर्गेनलाई हामी के भन्ने गर्छौँ जेकेप्सन्स अर्गेन यो चाहिँ वान अफ द तिम्रो मोस्ट इम्पोर्टेन्ट क्वेसन भइहाल्यो यो चाहिँ केमा प्रेजेन्ट हुन्छ ऱ्याबिटमा ठिक छ यति अब सफ्ट प्यालेटमा के भयो भने अब सफ्ट प्यालेटमा तिम्रो चाहिँ युबुला प्रेजेन्ट हुन्छ सफ्ट प्यालेटमा के हुन्छ सफ्ट प्यालेटमा युबुला प्रेजेन्ट हुन्छ यो युबुलाले नाजोफ्यारिङ्सको जुन ओपनिङ हुन्छ त्यसलाई क्लोज गर्छ जब चाहिँ हामी खाना खाने गर्छौँ यो क्लोजेस अफ ओपनिङ अफ नाजोफ्यारिङ्स र यो चाहिँ इट प्रिभेन्ट्स द फूड पार्टिकल टु इन्टर इन्टु द नेजल प्यासेजमा फूड पार्टिकल्सलाई इन्टर हुन दिँदैन सो प्रिभेन्ट द यसको काम के हुन्छ प्रिभेन्ट food particles to enter in nasal passage prevent the food particles to enter into the nasal passage अब प्यालेट सकेपछि अब हाम्रो चाहिँ के पर्छन् टन्सिल भनेको के हो टन्सिल भनेको तिम्रो लिम्फोइड टिस्यु यो चाहिँ ह्युमनमा कतिवटा हुन्छ 6 वटा यसको काम के हो इम्युनिटी प्रोभाइड गर्छ अब कुन टन्सिल हुन्छ यहाँ हेर त सुरुमा तिम्रो फेरिन्जियल टन्सिल अर्को नाम के हो एडिनोइड अर्को तिम्रो युस्टाचियन ट्युबदेखि जस्तै यहाँ हेर युस्टाचियन ट्युबले केलाई कनेक्ट गर्छ नाजोफ्यारिङ्सदेखि मिडल इयरसम्म त्यो त्यहाँनिर पनि टन्सिल हुन्छ त्यो टन्सिलको नाम चाहिँ तिम्रो ट्युबल टन्सिल भयो ट्युब भएर युस्टाचियन ट्युबको नाममा ट्युबल टन्सिल भयो यो चाहिँ कतिवटा हुन्छ 1 पेयर ठिक छ एक पेयरको हुन्छ ट्युबल टन्सिल अब त्यस्तै प्यालेटको पछाडि तिम्रो प्यालाटाइन टन्सिल प्यालाटाइन टन्सिल पनि एक पेयरको हुन्छ हैन अब चाहिँ यो चाहिँ हेर त जिब्रोको पछाडि पनि एउटा टन्सिल हुन्छ त्यो चाहिँ लिङ्गुअल टन्सिल त्यसको नाम चाहिँ के भयो लिङ्गुअल टन्सिल अब यो सब चाहिँ एउटा रिङ स्ट्रक्चर बनाउँछ यो रिङको स्पेशल नेम हो जुन चाहिँ वाल्डेयर्स रिङ भन्छ वाल्डेयर रिङ्स के हो कलेक्सन अफ टन्सिल इन स्फेरिकल है सर्कलमा अब चाहिँ हेर यो ओपनिङ छ हाम्रो एलिमेन्ट्री क्यानल के हो
एलिमेन्ट्री क्यानलको ट्युब जस्तो स्ट्रक्चर, यस्तो ट्युब जस्तो स्ट्रक्चर होइन। अनि यो सब यो चारैतिर तिम्रो टन्सिलहरू प्रेजेन्ट हुन्छ, बुझ्यो? त्यो चाहिँ रिङ बनाउनेलाई अब हामी चाहिँ के भने वाइल्डियर्स रिङ, यति चाहिँ टन्सिलमा बोल्नुपर्छ। अर्को त्यो यहाँबाट के क्वेसन सोध्न सक्छ भने इन्फ्लामेसन अफ टन्सिल इज कल्ड, इन्फ्लामेसन अफ टन्सिललाई हामी के भन्ने टन्सिलाइटिस, इन्फ्लामेसन अफ टन्सिल इज कल्ड टन्सिलाइटिस हो भने एउटा इम्पोर्टेन्ट क्वेसन। अब टन्सिल पढिसकेपछि हाम्रो अर्को चाहिँ टिथ पढौँ। टिथ, अब टिथमा के पढ्नुपर्छ भने स्टडी अफ टिथ इज कल्ड ओडोन्टोलोजी, स्टडी अफ टिथ इज कल्ड ओडोन्टोलोजी है। अब टिथ चाहिँ तिम्रो इक्टोमेसोडर्मल इन ओरिजिन छ, इक्टोमेसोडर्मल इन ओरिजिन है। इक्टोमेसोडर्मल इन ओरिजिन भनेपछि इक्टोडर्मबाट पनि छ र मेसोडर्मबाट पनि छ। अब इक्टोडर्मबाट हुने स्ट्रक्चर कुन हो टिथको? इनामेल, इनामेल चाहिँ तिम्रो इक्टोडर्मबाट भयो, इनामेल चाहिँ तिम्रो इक्टोडर्मबाट भयो। मेसोडर्मबाट हुने स्ट्रक्चरहरू रेस्ट स्ट्रक्चर हुन्। इनामेलको तल के हुन्छ? डेन्टाइन र पल्प क्याभिटी। अहिले हामी स्ट्रक्चरमा हेर्छौँ है। अब टिथ चाहिँ जुन चाहिँ यो माथिको बोनमा जुन टिथ प्रेजेन्ट हुन्छ नि, माथिको ज सर्कलमा जुन टिथ प्रेजेन्ट हुन्छ त्यो चाहिँ बोनको नाम के हो? अप्पर बोनको नाम के भयो तिम्रो? म्याक्जिला, म्याक्जिला, अप्पर बोनको नाम म्याक्जिला। त्यस्तै लोअर बोनको नाम म्यान्डिबल, म्याक्जिला र म्यान्डिबल। तर ऱ्याबिटमा तिम्रो इन्सिजर चाहिँ कहाँ प्रेजेन्ट हुन्छ? इन्सिजर बोन, इन्सिजर टिथ चाहिँ प्री म्याक्जिलामा प्रेजेन्ट हुन्छ र बाँकी टिथ तिम्रो म्याक्जिलामा प्रेजेन्ट हुन्छ है। अब टिथको स्ट्रक्चर हेर्दाखेरि यो माथिको पार्ट तिम्रो क्राउन भइहाल्यो, गमसम्म, गमदेखि तलसम्म तिम्रो नेक भयो, सबभन्दा तलको पार्ट तिम्रो रुट क्यानल भयो, त्यो चाहिँ टिथ भइहाल्यो, पार्ट्स टिथ। अब टिथले केले बनेको हुन्छ यहाँ हेर त, टिथमा तिम्रो माथिको व्हाइटिस पार्ट तिम्रो इनामेल, व्हाइटिस पार्ट के भयो? इनामेल भइहाल्यो। इनामेल चाहिँ हार्डेस्ट सबस्टान्सेस अफ बडी, हार्डेस्ट सबस्टान्सेस अफ आवर बडी। किन हार्ड हुन्छ? किनभने त्यसमा फ्लोरिन प्रेजेन्ट हुन्छ। केले गर्दा हार्ड हुन्छ? ड्यु टु प्रेजेन्स अफ द फ्लोरिन। अब इनामेल चाहिँ कहाँबाट ओरिजिन हुन्छ? अमिलोब्लास्ट भन्ने सेलले, अमिलोब्लास्टले तिम्रो के दिन्छ? अमिलोब्लास्टले इनामेल दिन्छ, अमिलोब्लास्टबाट इनामेल ओरिजिन हुन्छ। यति चाहिँ हामी इनामेलबाट थाहा हुनु पर्यो हैन। इनामेलको तल सेतो पार्ट इनामेल भयो, त्यसको तल तिम्रो यो चाहिँ स्ट्रक्चर डेन्टाइन, इनामेलको तल डेन्टाइन, डेन्टाइन केले दिन्छ? ओडोन्टोब्लास्ट, ओडोन्टोब्लास्ट भन्ने सेलले डेन्टाइनलाई ओरिजिन, डेन्टाइन चाहिँ कहाँबाट ओरिजिन हुन्छ? ओडोन्टोब्लास्ट सेल। अब यहाँ हेर त, डेन्टाइनको तलतिर यो डेन्टाइन हो भने यसको तलतिर तिम्रो के भइहाल्यो? पल्प क्याभिटी, हामी के भन्नु? पल्प क्याभिटी। पल्प क्याभिटी पनि केले लाइन हुन्छ? लाइन्ड बाई कुन सेल? ओडोन्टोब्लास्ट। पल्प क्याभिटी केले लाइन हुन्छ? ओडोन्टोब्लास्ट, बुझ्छौ? अनि पल्प क्याभिटीमा के हुन्छ? आर्टरी, भेन, नर्भ र लिम्फेटिक, यिनीहरू तिम्रो कहाँ हुन्छ? पल्प क्याभिटीको भित्र प्रेजेन्ट हुन्छ। यति कुरा चाहिँ पल्प क्याभिटीको बारेमा थाहा हुनु पर्यो। अब टिथलाई बोनलाई, टिथले बोनलाई कनेक्ट गर्ने लिगामेन्ट हुन्छ, त्यो लिगामेन्टको नाम तिम्रो पेरिओडन्टल लिगामेन्ट, पेरिओडन्टल लिगामेन्ट है। अब यो चाहिँ बोन भइहाल्यो, यो स्ट्रक्चर तिम्रो बोन भइहाल्यो। यदि माथिको यो टिथ छ भने कुन बोन हुन्छ? म्याक्जिला, तलको छ भने म्यान्डिबल। तर ऱ्याबिटमा इन्सिजर, इन्सिजर चाहिँ कहाँ हुन्छ? प्री म्याक्जिलामा। यो चाहिँ तिम्रो स्ट्रक्चर एन्ड पार्ट्स अफ टिथ भयो, स्ट्रक्चर एन्ड पार्ट्स अफ टिथ हामी यति पढ्नुपर्छ स्ट्रक्चर र पार्ट्स अफ टिथमा। अब चाहिँ टाइप्स अफ टिथ, यहाँ हेर त, यो के भनेको छ? यो भनेपछि तिम्रो अमिलोब्लास्ट भन्ने सेलले के दिन्छ? इनामेल, ब्लास्टले के दिन्छ? इनामेल, ओडोन्टोब्लास्टले डेन्टाइन। यो स्लाइडले यही मात्र भन्नु खोजेछ। अब चाहिँ टाइप्स अफ टिथ हामी पढ्नु पर्यो। टाइप्स अफ टिथमा
टाइप्स अफ टिथमा के हुन्छ इन्सिजर क्यानिन प्रिमोलार र मोलार इन्सिजर चाहिँ के हुन्छ चिसेल सेपको हुन्छ र यो चाहिँ एलिफेन्टमा एभर ग्रोइङ टिथ हुन्छ एलिफेन्टको टस्क चाहिँ के हुन्छ एलिफेन्टको जुन टस्क हुन्छ नि माथि सेतो त्यो चाहिँ के हुन्छ इन्सिजर हुन्छ जुन चाहिँ एभर ग्रोइङ जहिले पनि बढिरहेको छ अब तिम्रो टस्क अफ वालरस सोध्यो भने के हुन्छ टस्क अफ वालरस क्यानिन हुन्छ टस्क अफ वालरस क्यानिन हुन्छ क्यानिन चाहिँ कहाँ हुन्छ कार्निभोरसमा हर्बिभोरसमा यो चाहिँ एब्सेन्ट हुन्छ हर्बिभोरसमा एब्सेन्ट हुन्छ अब यहाँ हेर हर्बिभोरसमा यो इन्सिजर प्रेजेन्ट भयो क्यानिन हुँदैन प्रिमोलार हुन्छ र मोलार हुन्छ अब यो क्यानिन छैन भने यो खाली ठाउँलाई हामी के भन्ने खाली ठाउँलाई डायस्टिमा भनिन्छ त्यो पनि एउटा इम्पोर्टेन्ट क्वेसन यहाँबाट प्रिमोलारमा हामी के थाहा हुनुपर्छ दुईटा कस्ट हुन्छ प्रिमोलारमा दुईटा कस्ट अब कस्ट भनेको के हो यो चाहिँ उठेको भाग छ नि सेतो माथिको इनामेलमा त्यो चाहिँ तिम्रो कस्ट भइहाल्यो मोलारमा 4 देखि 5 वटा कस्ट हुन्छ यति कुरा थाहा हुनुपर्छ अब यो हेर त्यहाँ गएपछि अब तिम्रो टाइप्स अफ टिथ क्लासिफिकेसन अफ टिथलाई डिफ्रेन्ट बेसिसमा क्लासिफाई गरेको छ त्यो चाहिँ हामीले पढ्नु पर्यो एउटा चाहिँ सुरुमा अपियरेन्स अफ लाइफ पोजिसन अफ ज स्ट्रक्चर र फङ्सन क्राउन र कस्ट पदार्थमा टिथलाई हामी बाँडेको छ अब अपियरेन्स अफ लाइफ पदार्थमा मोनोफायोडेन्ट भयो तिम्रो मोनोफायोडेन्ट भनेको चाहिँ एकचोटि मात्र आउने लाइफमा एकचोटि मात्र आउँछ त्यो चाहिँ के हुन्छ कुन दाँत भयो प्रिमोलार र लास्ट मोलार भनेको तिम्रो विस्टम टिथ हुन्छ यो चाहिँ भेस्टिजियल हो ह्युमनमा नट फङ्सनल भेस्टिजियल टिथ बुझ्यो यो चाहिँ 13 वर्षपछि मात्र आउँछ अर्को तिम्रो डाइफायोडन्ट भने पछाडि दुईचोटि आउँछ एउटा मिल्क टिथ जुन चाहिँ सेड हुन्छ र पछि गएर दुईपट्टि अर्कोचोटि आउँछ जुन चाहिँ पर्मानेन्टमा चेन्ज हुन्छ मिल्क टिथ एउटा इम्पोर्टेन्ट क्वेसन सोध्न सक्छ मिल्क टिथ किन सेड हुन्छ भने ओस्टियोक्लास्ट एक्टिभिटीले गर्दा यहाँ लेखिदिन्छु म शेडिङ अफ मिल्क टिथ इज ड्यू टु द शेडिङ अफ मिल्क टिथ इज ड्यू टु ओस्टियोक्लास्टिक एक्टिभिटी ओस्टियोक्लास्टले खाइदिन्छ क्या त्यसलाई मिल्क टिथहरूलाई डाइफायोडेन्टमा दुईचोटि आउने कुन भइहाल्यो तिम्रो इन्सिजर क्यानिन एन्ड दुईटा मोलार तीनवटा मोलार हुन्छ जुन चाहिँ लास्ट मोलार चाहिँ एकचोटि मात्र आउँछ र अर्को चाहिँ दुईचोटि आउँछ अर्को टाइप्समा पोलिफायोडन्ट भनेको चाहिँ भाँचो फेरि आउने यो चाहिँ फ्रगहरूमा प्रेजेन्ट हुन्छ फ्रगहरूमा र एम्फिबियनमा फ्रगको जुन भोमेराइन टिथहरू हुन्छ नि त्यो चाहिँ तिम्रो एउटा यो चाहिँ हेर त यहाँ इन्सिजरमा है पोजिसन अफ ज पदार्थले दुई पोजिसन अफ यो जमा दाँत चाहिँ कसरी अट्याच हुन्छ त्यो टाइप्समा त्यसको बेसिसमा हामीले टिथलाई क्लासिफाई गरेको छौँ पहिला चाहिँ तिम्रो के आयो थिकोडन्ट भने पछाडि त्यो सकेटमा गएर यहाँ हेर त यो दाँत चाहिँ पुरै सकेटभित्र छिरेछ बोनी सकेटको भित्रसम्म गर्छ त्यो चाहिँ ह्युमेनमा प्रेजेन्ट हुन्छ कहाँ प्रेजेन्ट हुन्छ ह्युमेन टिथ पुरै थिकोडन्ट अर्को चाहिँ तिम्रो प्ल्युरोडन्ट भयो थिकोडन्ट जुन चाहिँ ह्युमेन टिथ भइहाल्यो अर्को चाहिँ तिम्रो प्ल्युरोडन्ट अर्को तिम्रो एक्रोडन्ट
एक्रोडन्ट कहाँ हुन्छ? यो ज छ त्यसलाई हेर, जको टिप अफ द जमा एक्रोडन्ट भन्ने देखिन्छ। यो चाहिँ कुनमा भयो तिम्रो? फ्रगमा। टिरोडन्ट चाहिँ जको ल्याटरल साइडमा प्रेजेन्ट हुन्छ, ल्याटरल साइडमा। पोजिसन अफ ज भइहाल्यो। अर्को चाहिँ तिम्रो स्ट्रक्चर एन्ड फङ्सनको आधारमा, स्ट्रक्चर एन्ड फङ्सनको आधारमा यसमा चाहिँ के हुन्छ? हेटेरोडन्ट र 2 नम्बरमा होमोडन्ट। हेटेरोडन्ट भनेपछि डिफ्रेन्ट इन स्ट्रक्चर एन्ड फङ्सन, स्ट्रक्चर र फङ्सन दुईटैमा डिफ्रेन्ट चाहिँ हुन्छ स्ट्रक्चर एन्ड फङ्सन। ह्युमनको थित भइहाल्यो। इन्सिजर, क्यानिन, प्रिमोलार र मोलार सब चाहिँ स्ट्रक्चरमा पनि डिफ्रेन्ट हुन्छ र फङ्सनमा पनि डिफ्रेन्ट हुन्छ। होमोडन्ट भने पछाडि स्ट्रक्चर पनि सेम, फङ्सन पनि सेम। यो चाहिँ तिम्रो फ्रगमा प्रेजेन्ट हुन्छ। भोमेराइन थितहरू एउटै टाइपको मात्र हुन्छ हैन, स्ट्रक्चर पनि सेम हुन्छ र फङ्सन पनि सेम। अब अर्को चाहिँ अन द बेसिस अफ द क्राउन। क्राउनको आधारमा तिम्रो 2 टाइप्स हुन, ब्रेकियोडन्ट र इलिप्सोडन्ट। ब्रेकियो भनेको स्मल भइहाल्यो, भने पछाडि क्राउन सानो हुन्छ र रुट चाहिँ धेरै ठुलो हुन्छ। क्राउन सानो र रुट ठुलो हुने तिम्रो कुन थित भइहाल्यो? प्रिमोलार र मोलार। बुझिन्छ? अर्को चाहिँ हिप्सोडन्ट। हिप्सोडन्ट भने पछाडि क्राउन ठुलो, रुट चाहिँ सानो। अब यो चाहिँ कुन भयो? इन्सिजर एन्ड क्यानिन। यो पनि इम्पोर्टेन्ट टाइप्समा पर्छ, क्राउनको टाइप्सहरू। यहाँबाट चाहिँ क्वेसनहरू सोध्न सक्यो। अर्को तिम्रो यो हेटेरोडन्ट, स्ट्रक्चर र फङ्सन धेरै इम्पोर्टेन्ट। अपियरेन्स अफ लाइफ सबभन्दा इम्पोर्टेन्ट। मोनोकायोडन्ट कुन कुन हुन्छ भनेर प्रिमोलार र लास्ट मोलार। यो त धेरैचोटि क्वेसन सोध्दैछ। अब चाहिँ अन द बेसिस अफ कस्ट, अन द बेसिस अफ कस्टको आधारमा के भइहाल्यो तिम्रो? कस्टलाई अर्को चाहिँ के नामले चिनिन्छ? कस्टलाई अर्को के नाम भनिन्छ? लोब्स। बुझ्यो? यसमा चाहिँ तिम्रो लोफोडन्ट भने पछाडि कस्ट चाहिँ लार्ज हुन्छ र फ्ल्याट हुन्छ। यस्तो चाहिँ कुन एनिमलमा प्रेजेन्ट हुन्छ? ऱ्याबिट एन्ड एलिफेन्ट। अर्को चाहिँ बोनोडन्ट। कस्ट चाहिँ स्मल एन्ड स्फेरिकल। यो चाहिँ केमा प्रेजेन्ट हुने भयो? ह्युमनमा। यो तिम्रो सेलिनोडन्टमा कस्ट चाहिँ क्रिसेन्ट सेप, मुन सेपको हुन्छ, क्रिसेन्ट सेप। कस्ट चाहिँ क्रिसेन्ट सेप। यहाँ सेलिनोडन्ट कस्ट या लोब चाहिँ के हुन्छ? लार्ज र सेमिलुनार। रुमिनेन्ट एनिमलमा भयो, काउ र बुफालोहरूमा। अर्को चाहिँ कार्निसियल भने पछाडि कस्ट चाहिँ पोइन्टेड हुने भयो, कार्निभोरस एनिमलमा प्रेजेन्ट हुन्छ। अब डेन्टल फर्मुला, टिथको हामी चाहिँ के पढ्ने? डेन्टल फर्मुला ह्युमनको पढ्नुपर्छ। ऱ्याबिट र डगको डेन्टल फर्मुला 3142/3143। ऱ्याबिटको यति भइहाल्यो। अब ह्युमनको तिनवटा थाहा हुनु पर्यो। मिल्क टिथको बेला बुझ्यो, पर्मानेन्ट टिथको बेला र अर्को चाहिँ टिल एज अफ 13 वर्षमा। किन? अब यहाँ किन 13 वर्षमा? किनभने मोलार चाहिँ 13 वर्षपछि डेभलप हुन्छ, त्यही भएर 13 वर्षसम्म सबमा मोलार चाहिँ हरेकमा 2टा मात्र हुन्छ। मिल्क टिथको के भयो? 2102/2102। पर्मानेन्ट टिथ 2123/2123। 13 वर्षमा यो चाहिँ मोलार, यसमा 3टा छ। 13 वर्षसम्ममा मोलार 2टा मात्र हुन्छ, त्यही भएर 2122/2122। बुझ्न सक्छौ? अब यो 2102, यो 2123, 2123 के हो भन्ने यहाँ बुझौँ त।
जस्तै अप्पर जमा तिम्रो 2 1 2 3 को भन्नुपर्दा अप्पर जलाई यदि तिमी हाफ गर्यो भने यो इन्सिजर भनेको दुईटा भयो, क्यानाइन एउटा भयो, इन्सिजर दुईटा, क्यानाइन एउटा, प्रिमोलार दुईटा र मोलार तीनटा। यो चाहिँ अप्पर जको लेफ्ट साइडमा यतिवटा पर्दै हुन्छ 2 1 2 3। 2 भनेको इन्सिजर दुईटा, 1 भनेको क्यानाइन, 2 भनेको प्रिमोलार दुईटा र मोलार तीनवटा। यो चाहिँ तिम्रो लेफ्ट साइडमा भयो। त्यतिकै तिम्रो राइट साइडमा पनि त्यतिकै पर्दैन हुन्छ, राइट साइडमा पनि त्यतिकै पर्दैन हुन्छ 2 1 2 3 भने पछाडि लेफ्ट साइडमा 2 1 2 3 र राइट साइडमा पनि 2 1 2 3 भने पछाडि दुईटा 2 टाइम्स भयो माथि। त्यस्तै तल पनि सेम हुन्छ। त्यही भएर टोटलमा मल्टिप्लाई गर्दाखेरि 2 टाइम्सले गर्दाखेरि कति आयो 2 1 2 3 2 1 2 3 इन्टु 2 गर्दाखेरि 3 2 5 1 6 यहाँ हेर त 8 2 16 माथि चाहिँ 16वटा भयो, 16वटा तल भने पछाडि 32वटा टोटल हुने भयो। यो चाहिँ डेन्टल फर्मुला भयो। यसरी चाहिँ के को तिमीले याद गर्नुपर्छ। मिल्क टिथ, ह्युमनको तीनटा मिल्क टिथ, पर्मानेन्ट टिथ र 13 वर्षको हुँदासम्म ऱ्याबिटको र डगको यति चाहिँ इम्पोर्टेन्ट गर्नु पर्यो। सबैभन्दा धेरै म्यामलमा कुनमा पर्दैन हुन्छ ओपोसममा। कतिवटा हुन्छ 50 कि 80 चाहिँ यहाँ हेरेर 50वटा टिथ हुन्छ। अर्को चाहिँ तिम्रो यहाँ चाहिँ फ्याङ्स अफ स्नेक आर मोडिफाइड म्याक्सिलरी टिथ। यो लाइन पनि इम्पोर्टेन्ट हो। स्नेकको फ्याङ्स के हो, फ्याङ्स अफ स्नेक के हो, मोडिफाइड म्याक्सिलरी टिथ। म्याक्सिलरी भनेको माथिको, म्याक्सिलरी मोडिफाइड म्याक्सिलरी टिथ। अब यहाँ हेर त एमसी पास्ट इयर क्वेसनमा हार्डेस्ट सबस्टान्सेस के हुने भयो, हार्डेस्ट सबभन्दा हार्डेस्ट सबस्टान्सेस के हो, इनामेल। डेन्टल फर्मुला अफ द टिथ यो हेर 2 1 2 3 यो चाहिँ बीपीके एचएसमा सोधेछ। यहाँ डेन्टिसन इन द फ्रगमा कुन टाइपको डेन्टिसन हुन्छ, थेकोडन्ट, हेटेरोडन्ट, डाइफाइडन्ट। यो चाहिँ ह्युमनमा हुने भयो। थेकोडन्ट भनेको सकेट भएको, हेटेरोडन्ट भनेको डिफ्रेन्ट टाइप र डाइफाइडन्ट भनेको दुईचोटि आउने। यो चाहिँ कुनमा हुने भयो, ह्युमनमा। विच अफ द टिथ इज नन फङ्सनल इन ह्युमन, विस्डम टिथ भेस्टिजियल हुन्छ जुन चाहिँ नन फङ्सनल हुने भयो। नम्बर अफ प्रिमोलार इन ह्युमन, प्रिमोलार चाहिँ कतिवटा हुन्छ यहाँ हेर त, प्रिमोलार कसरी निकाल्ने, ह्युमनमा पहिला टिथ कतिवटा हुन्छ 2 1 2 3 बाई 2 1 2 3। यो चाहिँ अप्परमा भयो, यो चाहिँ लोवरमा भयो। अप्परको एक साइडको मात्रै यति छ, एक साइडको मात्रै यति छ, यो चाहिँ लोवरको एक साइडको छ भने पछाडि यहाँ हेर त यो इन्सिजर, यो केनाइन, यो प्रिमोलार भयो भने प्रिमोलार कतिवटा छ, एक साइडमा दुईटा छ, फेरि अर्को साइडमा अप्परमा दुईटा हुन्छ, एक साइड आधी यता आधी उता भने पछाडि एक साइड तिम्रो दुईटा प्रिमोलार दुईटा यता छ भने यता पनि दुईटा प्रिमोलार हुन्छ भने पछाडि अप्परमा कतिवटा भयो, दुईटा यता दुईटा यता भने पछाडि 4वटा तिम्रो अप्परमा भयो। त्यस्तै लोवरमा पनि 4वटा हुन्छ, टोटलमा कतिवटा हुने भयो, 8वटा। अब टङमा हेरौँ त हामी के पढ्नुपर्छ। टङमा टङ भयो, टङ चाहिँ पोस्टेरियरली एउटा बोनमा अट्याच हुन्छ। त्यो बोनको नाम के हो, हायोइड बोन। बुझ्यौ, टङ चाहिँ पोस्टेरियरली हायोइड बोनमा अट्याच भएको हुन्छ। टङ चाहिँ कुन हो, भोलुन्टरी मसल हुन्छ, त्यसमा हामीले कन्ट्रोल गर्न सक्छौँ टङलाई, त्यही भएर भोलुन्टरी मसल। अब सल्कस टर्मिनालिसले टङलाई दुई भागमा बाँडेको छ, दुई भागमा। यो चाहिँ तिम्रो पोस्टेरियर भइहाल्यो, यता तिम्रो एन्टेरियर भइहाल्यो। पोस्टेरियर 1/3 लाई कुन पार्ट भने फेरिन्जियल पार्ट, फेरिन्जियल पार्टमा के हुन्छ, टन्सिल हुन्छ। कुन टन्सिल, लिङ्गुअल टन्सिल। फेरिन्जियल पार्टमा कुन हुन्छ, लिङ्गुअल टन्सिल। कतिवटा हुन्छ, 1 पेयर। त्यस्तै अगाडिको पार्टलाई हामी के गर्ने, प्यापिलरी पार्ट। यो चाहिँ टोटल 2/3 अफ टङ हुने भयो, 2/3 अफ टङ। बुझ्यौ, प्यापिलरी पार्ट टोटल 2/3 अफ टङ। अब हेर त कति 3 टाइप्स अफ प्यापिला तिम्रो ह्युमनमा प्रेजेन्ट हुन्छ। 3 टाइप्स अफ प्यापिला। प्यापिला भनेको एलिभेटेड स्ट्रक्चर यस्तो हुन्छ, बुझ्यौ। अनि यो प्यापिलाको भित्र तिम्रो टेस्ट बर्डहरू हुन्छ, बुझ्छौ, टेस्ट बर्ड हुन्छ। 3 टाइप्स अफ प्यापिला कुन भयो, 3 टाइप्स अफ प्यापिला हेर त कुन हुने भयो, फङ्गिफर्म प्यापिला, अब तिम्रो फिलिफर्म प्यापिला, फङ्गिफर्म प्यापिला, फिलिफर्म प्यापिला र सर्कमभ्यालेट प्यापिला।
फंगिफर्म पेपिला फिलिफर्म र सर्कम्बेलेट फिलिफर्म भनेको मोस्ट न्युमरस सबभन्दा धेरै तिम्रो फिलिफर्म भइहाल्यो र स्मलेस्ट पनि हो स्मलेस्ट पेपिला र मोस्ट न्युमरस फिलिफर्म पेपिला सर्कम्बेलेट लार्जेस्ट र फ्यू इन नम्बर हुन्छ एकदम थोरै हुन्छ सिधै डाइरेक्ट क्वेसन सोध्न सक्छ विच पेपिला इज द मोस्ट न्युमरस पेपिला फिलिफर्म त्यो चाहिँ तिम्रो एउटा इम्पोर्टेन्ट क्वेसन भइहाल्यो अनि फिलिफर्ममा हेर त यो फिलिफर्म पेपिलाभित्र टेस्ट बर्ड हुँदैन अर्को क्वेसन तिमीले के सोध्न सक्छ भने टेस्ट बर्ड इज एब्सेन्ट इन के भन्छौ फिलिफर्म पेपिला विच इज द लार्जेस्ट पेपिला सर्कम्बेलेट पेपिला ल अर्को चाहिँ तिम्रो फोलिएट पेपिला यहाँ 3 टाइप्स अफ पेपिला कहाँ हुन्छ ह्युमनमा ऱ्याबिटमा 4 टाइप्स र अर्को टाइप्स भनेको यो फोलिएट तीनवटा माथिको र एउटा चाहिँ तल फोलिएट पेपिला जुन त्यसमा ऱ्याबिटमा हुने भयो ठिक छ अर्को तिम्रो कोनिकल पेपिला हुन्छ तिम्रो कार्निभोरसहरुमा डेभलप भएको हुन्छ बुझ्यौ कोनिकल पेपिला र कोनिकल पेपिला अब टेस्ट बर्डको बाट बिटर टेस्ट बर्ड्स आर प्रेजेन्ट इन कुन साइड टङको कहाँतिर प्रेजेन्ट हुन्छ भन्ने क्वेसन सोध्न सक्छ अब स्वीट एन्ड साल्ट तिम्रो कहाँ हुन्छ टीटी छ भने पछाडि टिपमा बुझ्यौ स्वीट एन्ड साल्ट टिपमा भनेको अर्को तिम्रो सावर त्यसबाट सावर त्यही भएर यो साइड अफ टङमा प्रेजेन्ट हुन सक्छ साइड अफ टङ लोकेसन अफ टेस्ट बर्ड अर्को बिटर कहाँ प्रेजेन्ट हुन सक्छ ब्याक साइड अफ टङ टेस्ट अफ मीट इज कल्ड के हुन्छ भनेर चाहिँ क्वेसन युमामी यति पढ्यो यति चाहिँ हामी टङमा चाहिन्छ यहाँ हेर जस्तै सावर तिम्रो साइडमा भइहाल्यो स्वीट एन्ड साल्ट टिपमा बिटर ब्याकतिर लिङ्गुअल टन्सिल भयो प्यालेटाइन टन्सिलको हामी कुरा गरिसकेका थियौँ सर्कम्भ्यालेट फंगिफर्म र फिलिफर्म पेपिलामा टेस्ट बर्ड हुँदैन यति चाहिँ टङमा हाइयोइड बोन टङ चाहिँ तल भोकल क्याभिटीमा एउटा केले अट्याच हुन्छ फ्रेनुलमले स्टिरिएटेड मसल भोलुन्टरी ल गाइज हामी चाहिँ टङसम्म फिनिस गरेको छौँ आज कस्तो लाग्यो तिमीहरूलाई कमेन्ट गरेर भन्न सक्छौ ल थ्याङ्क यू